भान्जा एकीकृत कृषि फर्म प्रालीको तर्फबाट यहाँहरू सबैलाई नमस्कार। आज म एउटा सानो जानकारी दिन गइरहेको छु। हेर्नुहोस्, यो कटहलको बिरुवा 1.5 सालको यत्रो ठुलो भइसकेको छ। यो पञ्चमहाभूतमा आधारित खेती, अर्गानिक खेती, बागबानीमा सबै बोट बिरुवाहरूको कटाइ छटाइ अनिवार्य हुन्छ। त्यस्तै कटहलको पनि यसरी कटाइ छटाइ गर्नुपर्छ। हेर्नुहोस्, यसरी भित्र आएको हाँगाहरू यसरी काट्ने। र यसलाई चारैतर्फबाट यसरी घाम लाग्न दिने। जुनसुकै बोट बिरुवाको पनि राम्रोसँगले हुर्किनको लागि यसरी काटछाट अनिवार्य पर्छ। त्यसैले कटहलको पनि पुर्लिङ गर्नु अथवा काटछाट गर्नु अनिवार्य छ। हेर्नुहोस्, यसमा फल पनि आएको थियो, तर सानो बोट भएको हुँदाखेरि मैले चाहिँ फुल टिपेर फालिदिएँ सानैमा। ल हेर्नुहोस्, 1.5 वर्षको बिरुवा, पञ्चमहाभूत कृषिमा आधारित खेती, अर्गानिक खेती, भान्जा ड्रागन फ्रुट फर्म प्राली, इटारी 11 सुनसरी।